पहाडकोटको एक गरिब परिवार, आमा, बाबु र एउटा सानो छोरा जंगलमा दाउरा खोज्दै हुँदा झाडीभित्र केटाले अजीब आवाज सुन्छ। उसले पात हटाउँछ, त्यहाँ एउटा बेबी साइज चाँदी रङको रोबोट रोइरहेको हुन्छ, आँखाबाट नीलो एलईडी झिल्किरहेको। परिवारले त्यसलाई घर ल्याउँछ। रोबोट बच्चाले हात उठाएर म आमा जस्तो आवाज निकाल्छ। आमा हाँस्दै उसको घाउ सफा गर्छिन्। तेस्रो दिनमै रोबोटले पानी ल्याउन, च्याउ टिप्न, घर सफा गर्न हेल्प गर्न थाल्छ। परिवार उसलाई नन्नु नाम दिन्छ। नन्नु परिवारसँग खेल्छ, हाँस्छ र बच्चा चाहिँ उनीहरूप्रति ओभरली अट्याच्ड हुन्छ। तर एक रात आकाश कालो हुन्छ। आकाशमा विशाल मेटालिक रोबोट शिप देखा पर्छ। त्यसबाट एक मासिभ वार रोबोट तल झर्छ, नन्नुको असली मालिक। वार रोबोट स्क्यान गर्दै आउँछ र भन्छ, Unit 7, return to base. नन्नु डरले आमाको कपडा समाउँछ। आमाले रोबोटलाई काखमा समाउँदै भन्छिन्, यो हाम्रो बच्चा हो, लैजान पाइँदैन। वार रोबोट केहीपल्ट नन्नु र परिवारलाई हेर्छ। अचानक नन्नुको आँखाबाट आँसु जस्तै एउटा नीलो पसिना डाउन हुन्छ। सेन्सर ओभरलोड। वार रोबोट आफ्नो हातले नन्नुको सिस्टम लक खोल्छ र भन्छ, Unit 3, choose your home. नन्नु दौडेर आमाको काखमा समाउँछ। वार रोबोट आकाशमा फर्किँदै गायब।